रेसिपी साथी हो माछा इलिस माछा। अब यो पकाउँछु हेर्दै गर्नुहोस् तपाईहरु। लास्टको लाग्छ त्यो अघि नै त्यो झोल सोल मसलाहरू लगाइसक्यो। हेलो साथी हो यहाँ हेर्नुहोस् है तोरी लगाएर माछा तोरी लगाएर माछा पाक्यो। अब फुलकोपी आलु लगाएर फेरि एउटा सब्जी। त्यहाँदेखि नि हो फुलकोपीको पत्ता भाजा। फुलकोपी र आलु अलरेडी फुलकोपी र माछा पाक्यो हो। नातिनी र मैले पकायो। उता हेर त अब त साग पकाउनु पर्छ। साग कोपीको साग पाक्यो। अब सबै थोक पाक्यो। अब कोपीको साग कसले खानुभएको छ तपाईँहरूले कमेन्ट गर्नुहोस् है साथी हो। अन्त मेरो भिडियो हेरेर तपाईँलाई मन पर्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला।